भगवानले बाँच्न लेखाएर रहेछ बाँच्छ। धन्न गाडी त्यस्तो हुँदा नि हाम फाल्न भ्याउनु भयो। म अचम्म मानेछु पैतेलाको यो पैतेलैबाट गाडी यसरी छिरेको छ कि सिधा गएको छ। हजुर दुईजना हुन्थ्यो, दुईजना चाहिँ भाग्न सफल हुनुभयो। त्यही नै ठुलो कुरा भयो। अब गाडी त भेटेला नभेटेला ज्यान बच्यो। ज्यान बाँच्नु सबैभन्दा ठुलो धन त्यही हो सर मेरो लागि। यहाँ चाहिँ सुरुमा के भने 19 गते म आउने क्रममा यहाँ म स्टाफहरू लिन आएको थिएँ फिडिङको लागि दाना लानलाई। हजुर हजुर। घरबाट हिँडिसकेपछि यहाँ पाउने 12 बजेतिर म चुटे खोला आइसकेको थिएँ। यहाँ आउँदाखेरि लगभग 12 बज्यो। अनि आउँदा त्यो आउने क्रममा ठ्याक्कै त्यो अहिले जुन घटना भएको छ त्यो ठाउँमा आउने बेलामा तपाईँको के भयो भने जमिन 81 लच हल्यो। हजुरले नै गाडी चलाउनु भयो? मैले नै चलाएको छु। मसँग एउटा स्टाफ मोतीलाल सहनी भन्ने बारा जिल्ला रमौली गाउँको हुनुहुन्छ, उहाँ र म थियौँ। त्यसरी हल्लिसकेपछि गाडी चाहिँ